जीवन कति मिठो हुन्छ कल्पना। कल्पनामा लाग्छ जीवन बसन्तमा फुल्ने सुवासपूर्ण एक पुष्प हो। कति तीतो हुन्छ यथार्थ। यथार्थले भन्छ जीवन एउटा कण्टकपूर्ण वृक्ष हो। तर दुवै जीवनसँग कति गाँसिएका छन्। दुईमा एउटालाई छोडी जीवन बाँच्न सक्दैन। दुवै नै जीवनका मित्र हुन्। दुवै बिना जीवन चल्न सक्दैन। दुवैले आफूलाई बलिष्ठ ठान्छन्। दुईको तानातानीमा जीवन झन् तन्किँदै जान्छ। दुवै नै जीवनका मित्र हुन्। तर पनि कति भिन्न छन्। दुवै कति नजिक रहन्छन्, तरै पनि कति टाढा हुन्छन्। एकार्कालाई चिन्नै नखोज्ने, एकार्कालाई बुझ्नै नसक्ने। जीवन बिचारा व्यर्थ छ दुईलाई मेल गराउन। ऊ हिँडिरहन्छ दुईको बीचमा, दुईको मेल गराउने व्यर्थ प्रयासमा। दुवै मित्रको काँधमा हात राखी। कहिलेकहीँ दुवै बीच गफ हुन्छ। तर कल्पनाको कुरा यथार्थले टेर्दैन। यथार्थको कुरा कल्पना सुन्दैन। यस्तो लाग्छ दुवै बीच मेल गराउनमै जीवन अस्तव्यस्त छ, लाचार छ। अनि फेरि एक दिन दुवैलाई छोडी जीवन अन्तै टाढा कतै भाग्नेछ।